हुन्थ्यो भने एकको पछाडि कतिवटा जिरो छ त्यतिवटा जिरो थपेर चाहिँ हामीले उहाँलाई सम्मान गर्थ्यौँ हामी नेपाली जनताले। तर आज ऊर्जा मन्त्रीले जिरो दिएको छ, द्याट इज भेरी रङ। जिरो दिएको छ उहाँलाई जिरोमा आउँछ त्यो भन्न चाहन्छु। यत्रो जनताले चाहिँ राम्रो गरिरहेको ठाउँमा प्रायःबाट जिरो भन्ने हुन्छ भनेको यत्रो जनता किन बुझेको अरे? राति स्ट्याटस हेरेको अरे फेसबुक के भएको छ भने कहाँबाट जिरो हुन्छ? 1000 भन्दा बढी दिन्छौँ हामी कुमान घिसिङलाई। जनताले उज्यालो खोजिरहेको ठाउँमा सरकारले चाहिँ अँध्यारो बनाइरहेछ। यो सबैले अँध्यारो बनाइरहेछ। यस्तो पनि हुन्छ मेबिनाको लागि गर्न पाइन्छ? त्यो जनता छैन, कुर्सीमा कसले लगेको अरे? यो जनताले लगेको। यो यसरी जे मन लाग्यो त्यही गर्न पाइँदैन। हामीले चाहेको सबै जनताको लागि हो। यो अहिले उज्यालो खोजिरहेको सबै जनताको लागि हो। यो मन लागे कुर्सीमा बसेर नगर्नुहोस् भन्न अनुरोध गर्छु। जनताले कुर्सीमा राख्न पनि सक्छन्, जनताले कुर्सीबाट फाल्न पनि सक्छन् भन्ने कुरा चाहिँ दिनुहोस्। त्यो कुराको दलाल हुन् इन्भर्टरको व्यापार फेरि पनि फस्टाउन उबाट चाहन्छन्। त्यहाँबाट चाहिँ उनीहरूले ब्रह्मलुट गर्न चाहन्छन् होइन। हामी यहाँ त्यत्तिकै आएका होइनौँ। 18 घण्टा लोड सेडिङ हुन्थ्यो, यो आज अन्त्य भएको छ। देशमा तपाईँको चाहिँ प्राधिकरणको घाटा होइन पूर्ण रूपमा नाफामा गएको छ। त्यो हेर्नु पर्दैन। जुन राम्रो काम गर्ने व्यक्ति छन् सबैलाई छानी निकाल्ने छ यो सरकारले होइन। त्यो हुनाले अब जनता तपाईँको चाहिँ हिजोका जस्ता छैन, एकदम फ्लेभर बाठा भइसकेका छन्। त्यो हुनाले गर्दा सडकमा निस्किन्छन्। व्यवस्था परिवर्तनको लागि जनता चाहिँ आतुर भएका छन्। हामी छैनौँ, हामी यही व्यवस्था हुनुपर्छ भन्ने पक्षमा छौँ। तर तथापि सरकारले यदि यही हरकत गर्दै गयो भने बङ्गलादेश बन्दैन भन्न सकिँदैन। नेपाल घरमा निस्किन्छन् जनता।